कस्तो छ अहिले बसन्तलाई? धेरै नै ठिक भएको छ अहिले त। कस्तो छस्? ठिकै छु। त यहाँ कसरी? ठुलो अघि धारोबाट पानी ल्याउँदा बाटोमा ढल्नु भएछ। धन्न चोट लागेन छ। मैले देखेर घरसम्म ल्याएँ। हिजो बेलुकादेखि खाना पनि खाएको छैन भन्दै हुनुहुन्थ्यो। त्यही भएर म आफै खाना बनाउन लागेँ कि। बैगुनीलाई गुल्ने माधव कसैले तँबाट सिकोस्। यति छिटै सबै कुरा बिर्सेर केही नभएको जस्तो गर्न सक्नु पनि कला हो। हामीलाई पनि सिकाइदिने यस्तै कला। छुच्चा। ल ल गफसप पछि गर्दै गर्नु। केसरी हामी सबैलाई खाना पस्की। तैँले पकाएको तैँले नै दिँदा राम्रो हुन्छ। हस्। हिँड तिमीहरू पनि भोकाएर आएको होला हिँड। उहाँस बिस्तारै। म आफै उठ्न सक्छु।